पदमा आमन्त्रण गर्दछु। धन्यवाद। यसै गरी विकास संस्थाका अध्यक्ष श्रीवास विद्यार्थीलाई पनि अतिथिको आशीर्वाद गरिदिनु रणबहादुर ठाकुरजीलाई पनि अतिथिको आशीर्वाद गरिदिनु आमा समूह अध्यक्ष प्रतिनिधि आमा समूह अध्यक्ष श्री रजिता गिरिजीलाई पनि अतिथिको आशीर्वाद गरिदिनु हार्दिक यसै गरी पार्क समिति विकास संस्थाको सल्लाहकार संयोजक श्री राजकुमार राईज्यूलाई पनि अतिथिको आशीर्वाद गरिदिनु हार्दिक हाम्रो निमन्त्रणलाई व्यक्तिगत तर्फबाट शिर निहुराएर नमस्कार गर्न चाहन्छु। संस्थालाई चाहिँ आशीर्वाद दिनु। कमिटी चाहिँ धेरै नै चिनेको छ। हामीले यहाँ टोल विकास 2080 सालदेखि टोल विकास गठन गरेर यस नगरमा चाहिँ नयाँ नयाँ टोल विकासहरू गठन गर्दै आएका थियौँ र सबैभन्दा पहिला यहाँ गठन गरेर हामीले चाहिँ नगरमा दर्ता पनि गरेका थियौँ। त्यो साथै बुद्ध टोल विकास समिति पनि पछाडि पारमा हस्पिटल बुद्ध टोल विकास संस्थाको शान्ति टोल विकास अध्यक्ष राजकुमार जोरदार तालिम सहयोगमा हार्दिक अनुरोध गर्छु। टोल विकास बाहेको चिनो वितरण क्रममा बाहेको चिनो वितरण कार्यक्रम प्रधान कार्यक्रम सकिएको छ। अब कार्यक्रम अगाडि बढाउँछु। त्यस पछाडि गरी संस्थालाई योगदान गर्नुभएकोमा उहाँको शाखा सडक राजभाषामा उजालो वर्गमा महत्त्वपूर्ण योगदान गर्नुभएकोमा उहाँको काम प्रदर्शन गर्दै आजको यस सभाले उहाँलाई छाता लगाई पुरस्कृत तथा सम्मान गरे। सुझाव वर्गका काममा महत्त्वपूर्ण योगदान गर्नुभएकोमा उहाँको उत्कृष्ट कामको प्रदर्शन गर्दै आजको यस सभाले उहाँलाई छाता लगाई पुरस्कृत तथा सम्मान गर्ने। अब सरसफाइ कसले राम्रो काम गरौँ र सबै क्षेत्रमा हामीले उहाँलाई पुरस्कृत गर्ने हाम्रो कार्यक्रम छ। स्थानीय सरकार सञ्चालन ऐनमा हामीले टोल विकास समितिहरू जुन बनाउनु पर्ने थियो र त्यसै अन्तर्गत हामीले त्यही नियमलाई टेकेर हामीले टोल विकास संस्थाहरू निर्माण गऱ्यौँ र त्यसै अन्तर्गत हामीले जति अब वडा नम्बर 2 मा 8 वटा जति हामीले टोल विकास संस्थाहरू गठन गरेका छौँ र त्यसमध्ये चाहिँ सबैभन्दा वार्षिक कार्यक्रमहरू मध्य कार्यक्रमहरू राखेर है हाम्रो स्थानीय यही टोलवासी सदस्यज्यूहरूले चाहिँ दिनरात नबनिकन चाहिँ आफ्नो टोललाई सुन्दर बनाउनका लागि हाम्रो टोलवासीहरूको सुरक्षाको लागि र यहाँको विकासको लागि चाहिँ उहाँहरूले रातोदिन जुन काम गरेर टोललाई यो स्तरमा पुर्याउनु भएको छ र यो हाम्रो टोल विकास संस्थालाई चाहिँ अहिले नगरपालिकामा एउटा अलिकति एकदमै सुन्दर टोल विकास एउटा भिआइपी मान्छेहरूको एउटा उच्च गुणस्तर एकदमै शिक्षित व्यक्तिहरूको चाहिँ बसाइ हुने ठाउँ भनेर चिन्दो रहेछ। मैले अस्ति एउटा साथीबाट सुने एकदमै गौरव लागेर आएको छ र यो गौरव हुने जुन काम गर्नुभएको छ यसको लागि चाहिँ म टोल विकासको सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई र यो टोलका हाम्रा सम्पूर्ण सदस्यज्यूहरूलाई चाहिँ म हृदयबाट धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। हामी प्रथम वार्षिक सभामा उपस्थित हुनुभएका हाम्रो वडाको पिता अभिभावक वडाध्यक्षज्यू त्यस्तै गरिकन हाम्रो अभिभावक फुन्किराम अङ्कलज्यू अनि त्यस्तै गरी हाम्रो वडाको हाम्रो टोल सदस्य ज्यू अनि त्यस्तै गरी
गरी हाम्रो बुद्धटोल विकासका अध्यक्षज्यू, त्यस्तै गरी हाम्रो विष्णु पञ्चायत साधुटोल विकासका अध्यक्षज्यू, अनि त्यस्तै गरी हाम्रो यस टोलका आमा समूहका अध्यक्षज्यू, अनि त्यस्तै गरी हाम्रो सल्लाहकारज्यूहरू, अनि त्यस्तै गरी हाम्रो समितिमा रहेका पदाधिकारीज्यूहरू, अनि जति पनि यहाँ उपस्थित हुनुभएका आदरणीय बुवा आमा दिदी बहिनी दाजुभाइहरूमा म अध्यक्षको हैसियतले यहाँलाई नमस्कार भन्न चाहन्छु। नमस्कार।